बालुवा नुन माटो चिनी पानी घुल्छन् वा घुल्दैनन् पानीमा। अब यिनीहरू घुल्छन् कि घुल्दैनन् भन्ने कुरा तपाईहरुले पहिला सबैभन्दा पहिला के गर्न पर्यो अनुमान। ढुङ्गा पानीमा घुल्छ कि घुल्दैन घुल्दैन हो पक्का अनुमान गर्नुभएको छ नि तपाईहरुले। त्यसपछि यो बालुवा पानीमा घुल्छ कि घुल्दैन घुल्दैन। अनि त्यसपछि नुन घुल्छ कि घुल्दैन घुल्छ कि घुल्दैन। अनि त्यसपछि तपाईको माटो पानीमा घुल्छ कि घुल्दैन घुल्दैन। त्यसपछि चिनी पानीमा घुल्छ कि घुल्दैन घुल्छ है। यसरी तपाईहरुले अनुमान गरिसक्नु भएको छ। अब यसलाई हामी परीक्षण गरेर हेर्छौं है। ल एकजना तपाई निशा आउनुस् यो ढुङ्गा पानीमा हाल्नुस् पानीमा हाल्नुस् घुल्छ कि घुल्दैन है। ल पानीमा हाल्नुस् ल हाल्नुस् राम्रोसँग। ल त्यसलाई चलाउनुस् चलाउनुस् राम्रोसँग चलाउनुस्। ल त्यो घुल्यो कि घुलेन ढुङ्गा घुल्यो पानीमा घुल्यो कि घुलेन यस पानीमा ढुङ्गा के हुँदो रहेछ घुल्दैन रहेछ है। ल पक्का थाहा पाउनु भएन। ल त्यसपछि अर्को महेश आउनुस्। महेश तपाई त्यो बालुवालाई पानीमा राख्नुस् त्यो बालुवालाई पानीमा राख्नुस्। ल एकछिन त्यहाँ चलाइदिनुस्। बालुवा पानीमा घुल्यो कि घुलेन महेशजी खासै घुलेन हैन पुरै। ल अब देखिरहेको छ हैन घुल्दै घुलेन पानीमा हैन। ल धन्यवाद। बालुवा के हुँदो रहेछ त घुल्दैन रहेछ। ल अब त्यसपछि ऋतु आउनुस् ऋतु आउनुस्। अब नुनलाई पानीमा हाल्नुस् त। ल मज्जाले त्यसलाई चलाउनुस्। ऋतु पानीमा नुन घुल्यो कि घुलेन घुल्यो हैन। ल अब घुल्दैछ अब बिस्तारै घुल्दैछ। ल त्यसपछि तपाईलाई धन्यवाद। पानीमा नुन घुल्छ कि घुल्दैन घुल्छ। ल तपाईको अनुमान ठ्याक्कै मिलेको छ। त्यसैगरी अब आउनुहोस् सुभाष। अब माटोलाई बालुवामा मिक्स गर्नुस् मिसाइदिनुस्। तपाईको यहाँ बालुवा माटोमा। ल एकदम मजाले चलाउनुस् त। ल सुभाषजी माटो पानीमा घुल्यो कि घुलेन घुलेन है। अहिले पिठमा बसिरहन्छ हैन माटो। ल माटो पानीमा घुल्छ कि घुल्दैन घुल्दैन। ल ठिक छ। अब त्यसैगरी अब आउनुहोस् एमुना। ल चिनीलाई पानीमा मिक्स गरिदिनुस्। एकछिन मजाले चलाइदिनुस्। ल यमुना पानीमा चिनी घुल्यो कि घुलेन घुल्यो हैन। ल चिनी पनि के हुँदो रहेछ त पानीमा घुल्छ। ल तपाईहरुलाई धेरै धेरै धन्यवाद। हामीले साइन्टिफिक लर्निङको अनुमान र परीक्षण सिप सिकाइ अन्तर्गतको दुईटा प्रक्रियालाई हामीले प्रयोग गरेर हेर्यौं र यसरी हेर्दाखेरि हाम्रो ढुङ्गा बिलाएको छैन अघि हैन। ढुङ्गा जस्ताको तस्तै त्यही छ। यहाँ बालुवा पनि के भइरहेको छ पिठमा बसेको छ कि छैन पानीको पिठमा घुलेको छ छैन। र नुन हेर्दाखेरि कतै पनि देखिदैन कता बिलाइसक्यो हो कि हैन। त्यो पुरै पानीमा के भइसक्यो त घुलिसक्यो। र त्यसै गरेर माटो पनि पिठमा गएर बसेको छ हो कि हैन। त्यो पनि माटो पानीमा घुलेन तर धमिलो देखिए तापनि माटो खासै पुरै घुलेन आधा के छ पिठमा बसिसकेको छ हो कि हैन। त्यसै गरेर
चिनी पनि के भएको छ पानीमा घुलेको छ हैन यसरी तपाईहरुले परीक्षण गरेर हेर्नुभयो केही कुरा सिक्नुभयो के घुल्छ के घुल्दैन भनेर तपाईले परीक्षण गरेर पनि हेर्नुभयो यसको लागि धेरै धेरै धन्यवाद